हाम्रो यस हिमारू सेन्से युट्युब च्यानल हेर्नु भएको छ हजुरहरूलाई सम्पूर्णलाई धन्यवाद। र हामीले चाहिँ विगत भन्दा नि लास्ट भिडियो चाहिँ हामीले पार्टिकल्सको चाहिँ सबै पार्टिकल्सहरूलाई चाहिँ एउटै भिडियोमा समेट्ने भनेर बनाएका थियौँ र भिडियो चाहिँ थोरै लामो भएको हुनाले चाहिँ हामीले त्यो भिडियोलाई चाहिँ पार्ट 1 र पार्ट 2 गरेर दुईटा पार्टमा चाहिँ हामीले यो भिडियोहरू हालेका छौँ। जसले पार्ट 1 हेर्नुभएको छ त्यसपछि यो पार्ट 2 हेर्नु होला। एकपल्ट पार्ट 2 हेरेर पार्ट 1 हेर्दा पनि हुन्छ तर अलिकति हजुरलाई बुझ्न गाह्रो होला। पार्ट 1 हेरिसकेपछि बुझिसकेपछि चाहिँ पार्ट 2 मा आउनुहोस् है त। ल अब हामीले चाहिँ स्टार्ट गरौँ पार्टिकल्सहरू, अस्तिको पार्टिकल्स। तर खासै पार्टिकल्सको रूपमा त होइन, तर यो चाहिँ यो कारा र मादेलाई पनि यो 4 लेसन्समा मिन्नानो निहङ्गोको 4 लेसन्समा बढी युज भएको हुनाले मैले यसको बारेमा पनि हल्का भन्छु भनेर राखेको छु यसमा है। कारा भनेको चाहिँ फ्रम, मादे भनेको चाहिँ टु, इङ्ग्लिसमा भन्दा फ्रम टु, नेपालीमा भन्दा बाट र सम्म है। जहाँ बाट सम्म हुन्छ नेपालीमा र इङ्ग्लिसमा फ्रम र टु लाग्छ त्यहाँ चाहिँ आँखा चिम्म गरेर फ्रम लाग्ने ठाउँमा कारा, सम्म लाग्ने ठाउँमा अथवा टु लाग्ने ठाउँमा चाहिँ मादे भनेर हाल्नुभयो भने एकदमै सजिलो हुन्छ। जस्तै फर इक्जाम्पलको लागि 3 बजेदेखि, अब बाट नभएर देखि भन्दा नि हुन्छ है। जस्तै देखि अथवा बाट एउटै हो कुरो। కానీ 3 बजेबाट 6 बजेसम्म अथवा 3 बजेदेखि हैन 7 बजेसम्म हामीले भन्छौँ नि। अफिस कति बजेसम्म छ? बिहान 9 बजेदेखि 5 बजेसम्म हैन। अनि बिदा के बार छ त? शुक्रबारदेखि आइतबारसम्म हैन। अथवा काठमाडौँदेखि पोखरासम्म कति लाग्छ त पैसा? काठमाडौँदेखि पोखरासम्मको पैसा कति लाग्छ हैन? काठमाडौँदेखि पोखरासम्म, जनवरीदेखि फेब्रुअरीसम्म अथवा जनवरीदेखि मार्चसम्म हैन। यस्ता कुराहरू जस्तै जहाँ तपाईको बाटो लाग्छ अथवा देखि लाग्छ त्यहाँ चाहिँ कारा, जहाँ सम्म लाग्छ त्यहाँ चाहिँ मादे अथवा टु लाइन ठाउँमा मादे, फ्रम टु हैन। ओके, इक्जाम्पल हेर्नुभयो भने बुझ्नुहुन्छ है त। ओके, इक्जाम्पल हेरौँ। 1 नम्बरको गाक्को भनेको स्कुल, गाक्को भनेको स्कुल, वा भनेको पार्टिकल्स भइहाल्यो। कुजी भनेको 9 बजे, कुजी भनेको 9 बजे। कारा भनेको चाहिँ बाट अथवा देखि। अब कसरी बुझ्नुहुन्छ तपाईँले? फ्रम हैन, बाट अथवा देखि। मैले चाहिँ देखि लेखेँ, ठिक छ, देखि। जिउनिजी भनेको 12 बजे है। जिउनिजी भनेको 12 बजे। मादे भनेको सम्म, देश भनेको हो। गाक्को चाहिँ कति बजेबाट छ त भन्दाखेरि गाक्को चाहिँ 9 बजेदेखि 12 बजेसम्म हो। जहाँ देखि आउँछ त्यहाँ चाहिँ कारा, जहाँ सम्म आउँछ त्यहाँ चाहिँ मादे है। आँखा चिम्म गरेर है। भिडियो लामो नबनाऊ, बरु रिभ गरेर हेर्नु है। नबुझेको छ भने कुनै पनि पार्टिकल्समा कन्फ्युज लाग्यो, बुझिएन अथवा बुझियो भने पनि प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। ओके, अर्को इक्जाम्पल हेरौँ। सिगोतो भनेको जब, काम, वर्क चाहिँ, वा भनेको चाहिँ, काम चाहिँ। गेचियोबी भनेको सोमबार हैन, मन्डे हो। गेचियोबी भनेको सोमबार। कारा भनेको बाट हैन, बाट अथवा देखि। किनियोबी भनेको शुक्रबार हो, शुक्रबार। मादे भनेको सम्म हो, देश भनेको हो। अफिस चाहिँ अथवा जब चाहिँ, काम चाहिँ के भन्नुहुन्छ भने सिगोतो भनेको जब, काम, वर्क। काम चाहिँ के छ त? सोमबारबाट शुक्रबारसम्म छ अथवा हो। काम चाहिँ अफिस चाहिँ के हो त? सोमबारदेखि शुक्रबारसम्म। आँखा चिम्म गरेर केही पनि सोध्नु परेन। आँखा चिम्म गरेर जहाँ बाट अथवा देखि हुन्छ त्यहाँ चाहिँ कारा, जहाँ तपाईँले सम्म लाउनुहुन्छ त्यहाँ चाहिँ टु। नेपालीमा ट्रान्सलेट गरेर, नेपालीमा सेन्टेन्स बनाएर त्यो जुन सेन्टेन्स शब्द छ त्यसलाई चाहिँ जापानिजमा ट्रान्सलेट गर्नुभयो भने पनि मिल्छ है। ग्रामर चाहिँ जापानिज ग्रामर र नेपाली ग्रामर है त। ओके, ल अब अर्कोमा जाउँ। यसलाई ढिला न। अब हाम्रो अर्को पार्टिकल छ हे अथवा ए है। यसलाई हे भन्दा नि हुन्छ, ए भन्दा नि हुन्छ, त्यति फरक पर्दैन। एकचोटि बुझौँ पहिला। यो चाहिँ हिरागानाको हे हो है। यो हिरागानाको हे हो।
तर यसलाई चाहिँ पार्टिकल्सको रूपमा प्रोनाउन्स गर्दाखेरि चाहिँ ए भनेर प्रोनाउन्स गरिन्छ धेरै जसो। तर हे भनेर प्रोनाउन्स गर्नेहरू पनि हुन्छ, तर त्यो गलत चाहिँ हुँदैन हैन, प्रोनाउन्स हो, गलत चाहिँ हुँदैन। तर हेलाई चाहिँ प्राय चाहिँ सेन्टेन्समा पार्टिकल्सको रूपमा प्रोनाउन्स गर्दा उच्चारण गर्दा चाहिँ ए भनेर उच्चारण गरिन्छ है, बुझ्नुभयो। अब यसको अर्थ चाहिँ तिर अथवा सम्म भन्ने अर्थ लाग्छ, तिर अथवा सम्म। इङ्ग्लिसमा भन्दा टु, आई गो टु स्कुल, आई गो टु होम हैन, आई गो टु कम्पनी, जहाँ जहाँ टु आउँछ नि आई गो टु, इङ्ग्लिसमा टु, नेपालीमा तिर अथवा सम्म। म स्कुलसम्म जान्छु, घरतिर जान्छु हैन, साथीकोतिर जान्छु हैन, कम्पनीतिर जान्छु, कामतिर जान्छु, काठमाडौँतिर जान्छु, जापानतिर जान्छु, जापान जान्छु, जहाँ जहाँ टु लाग्छ आई गो टु जापान, जहाँ जहाँ टु लाग्छ नि इङ्ग्लिसमा, जहाँ जहाँ नेपालीमा तिर लाग्छ, सम्म लाग्छ, त्यसमा चाहिँ ए पार्टिकल्स लाउने है, बुझ्नुभयो। आँखा चिम्बर, यसमा अरू केही पनि सम्झ्नु परेन। यसले चाहिँ जहिलेसुकै डिरेक्सन, ठाउँ बताउँछ, ठाउँतिर भन्ने बताउँछ। यसमा जम्मा 3टा मात्रै भव हुन्छन् भनेर सम्झिनु भयो। अब अरू छोडिदिनुहोस् फेरि, अब यसरी हेर्दा नि हुन्छ। इकिमास जान्छु, किमास आउँछु, खाइरिमास फर्कन्छु। इकिमास, किमास र खाइरिमास यिनी 3टा भवको अगाडि है, अगाडि बिफोर चाहिँ ए भन्ने पार्टिकल्स लाग्छ भनेर बुझ्नुभयो भने ढुक्क भयो। अरू केही पनि सोध्नु पर्छ, सबैभन्दा सजिलो पार्टिकल्स मलाई ए लाग्छ, केही सोध्नै परेन। इकिमास, किमास र खाइरिमास यिनी 3टा भवको अगाडिपट्टि चाहिँ ए भन्ने पार्टिकल्स लाग्छ, ठाउँको पछाडि र इकिमास, किमास र खाइरिमासको अगाडि। मेमो गर्दा नि हुन्छ है तपाईँहरूले आफ्नै किसिमले हैन। मैले चाहिँ के गर्थेँ भने डिफिनेसन लेखेर राख्थेँ नोटमा, मैले सम्झिँदाखेरि कुनै पनि ठाउँको पछाडि हैन, कुनै पनि ठाउँको पछाडि इकिमास, किमास र खाइरिमासको भवको अगाडि ए भन्ने पार्टिकल्स लाग्छ फर इक्जाम्पल भनेर मैले नोट बनाउँथेँ। यसरी नोट बनाउनु हो भने हजुरलाई सजिलो हुन्छ है त। ओके, यसको एउटा इक्जाम्पल हेरौँ। वातासिवा, म चाहिँ, निहोन भनेको जापान, निहोन भनेको के अरे जापान हैन, ए भन्ने पार्टिकल्स भयो। इकिमास भनेको जान्छु, आई गो टु जापान भन्ने हुन्छ इङ्ग्लिसमा भन्दा, आई गो टु जापान। नेपालीमा भन्दा म जापानतिर जान्छु अथवा म जापान जान्छु हुन्छ। अब हेर्नुहोस्, इकिमासको अगाडिपट्टि र निहोन भन्ने ठाउँ हो, ठाउँको पछाडिपट्टि चाहिँ ए भन्ने पार्टिकल्स लागेको छ हो। अर्को इक्जाम्पल हेरौँ। आसिता, आसिता भनेको भोलि हो, भोलि। दोको ए भनेको, दोको भनेको वेयर, कहाँ, ए भनेको तिर, कतातिर हैन, कहाँतिर भनेको कतातिर भन्ने अर्थ लाग्छ हैन, कतातिर। इकिमासका अन्तिममा का आएपछि क्वेसन हुने भयो हैन। इकिमासका भनेको जानुहुन्छ है, भोलि कतातिर जान्छ, भोलि कता जान्छ, भोलि बिदा हुन्छ नि, शनिबार छ भने शुक्रबार कसैसँग भेट्यो भने भोलि बिदा छ, कहाँ जानुहुन्छ, कता जानुहुन्छ भनेर सोध्छौ नि हैन। भोलि चाहिँ मेरो सानो काठमाडौँमा काम छ, त्यो भएको हुनाले के गर्ने त, काठमाडौँ ए इकिमास हो। सजिलो छ, आँखा चिम्मा गरेर इकिमासको अगाडि र प्लेसको पछाडि, काठमाडौँको पछाडि चाहिँ ए पार्टिकल्स लाग्छ। जहिले पनि ठाउँ र इकिमास, ठाउँ र किमास र ठाउँ र खाइरिमास यिनी 3टा भव र ठाउँ एकैचोटि आउँछ भने तिनी दुईटाको बिचमा चाहिँ ए भन्ने पार्टिकल्स लगाइदिने। अथवा त्यही छ दोको ए मो इकिमास, कतै पनि जान्न, दोको भनेको कतै हैन, कहीँ पनि भन्ने छ नि, मो भनेको पनि भने कहीँ पनि जान्न, ए लगाए पनि हुन्छ, नलगाउँदा नि हुन्छ। दोको मो इकिमासेन भने पनि कहीँ पनि जान्न भन्ने हुन्छ। इकिमासेन भनेको नेगेटिभ होइन, इकिमासको नेगेटिभ इकिमासेन हैन। यदि ए लगाए पनि हुन्छ, दोको ए मो इकिमासेन, कतै पनि जाँदैन, अथवा दोको ए मो इकिमासेन, दोको मो इकिमासेन हैन, कतै पनि जान्न भन्नु पर्यो नि। ए चाहिँ अप्सन छ यस्तो केसमा, लगाउँदा पनि हुन्छ, नलगाउँदा नि हुन्छ। यदि लगाउनु पर्यो भने चाहिँ यो कन्डिसनमा लगाउँदा हुन्छ है त। बुझ्नुभयो ए पार्टिकल्स। आँखा चिम्मा गर्नुहोस् एकपटक अनि सम्झिनुहोस्। म जान्छु, कतातिर जान्छु, सम्म जान्छु, टु, इङ्ग्लिसमा टु भन्ने सम्झिनुहोस्। अनि के सम्झिनुहोस्, इकिमास, किमास र खाइरिमासको अगाडि र ठाउँको पछाडि चाहिँ ए भन्ने पार्टिकल्स लाग्छ भन्नुहोस्, एकदमै सजिलो। ओके ल, अर्को पार्टिकल छ दे, सबैभन्दा गाह्रो हो, धेरै ठाउँमा लाग्ने भएर गाह्रो, तर बुझ्ने हो भने फेरि सबैभन्दा सजिलो पार्टिकल्स है। दे भनेको पार्टिकल्स है, यो हिरागानाको दे हो, तेन तेन लाहा, तेमा तेन तेन लाएपछि दे भनेर उच्चारण गर्छ। यो द्वारा लेखेको भएन हैन, द्वारा यो है। यसको अर्थ के हुन्छ त, द्वारा, बाट,
ले भरिमा मा भन्ने अर्थ हुन्छ है। द्वारा बाट ले भरिमा मा भन्ने अर्थ हुन्छ। अब हामीले यो विभक्ति यो पार्टिकल्स भने पनि निपात भने पनि यो यिनीहरू भनेको विभक्ति पनि हो है। जस्तै यो दे चाहिँ कस्तो ठाउँमा आछ कोसँग जोडेर आछ त्यो अनुसारको अर्थ फरक हुन्छ। देको नेपालीमा द्वारा बाट ले भरिमा भन्ने अर्थ दिन्छ तर केसँग जोडेको त्यो अनुसारको अर्थ दिन्छ है। बुझ्नुभयो? एक इक्जाम्पल हेरेपछि हजुरले बुझ्नुहुन्छ जस्तो लाग्छ है। लेसन्स 5 मा मिन्नानो निहङको लेसन्स 5 मा चाहिँ के छ भने कुनै पनि साधनहरू केही काम गर्नको लागि है डिफिनेसन बुझौँ है। यो बुझ्यो भने सजिलो हुन्छ। कुनै पनि काम गर्नको लागि केही साधनहरू प्रयोग गरिन्छ हो। कुनै पनि साधनको माध्यमबाट केही कामहरू गरिन्छ। कोही जानु पर्यो यातायातको साधनहरू प्रयोग गरिन्छ। केही पनि मेसिनहरू अथवा केही सामानहरू प्रयोग गरेर केही काम गरिन्छ भने कहीँ गइन्छ भने उक्त प्रयोग गर्ने सामानको पछाडि चाहिँ दे पार्टिकल्स लाग्छ भनेको छ हैन। तर लेसन्स 5 मा स्पेसल्ली के छ भने भेहिकल्सहरू कुनै साधनहरू प्रयोग गरेर हामी कहीँ गइन्छ नि त्यसमा चाहिँ दे पार्टिकल्स लगाएको छ। जस्तै इक्जाम्पल हेरौँ वातासिवा भनेको म है। वा भनेको चाहिँ पनि हुन्छ तर चाहिँ बुझ्नको लागि भनेको तर स्पेसल्ली यो मुख्य विषयवस्तुको पछाडि लाग्छ भनेको नि चाहिँ बुझ्नको लागि भने नि यसको अर्थ चाहिँ म हुन्छ तर म चाहिँ भने नि हुन्छ। बासु भनेको बस। दे भनेको चाहिँ यहाँ द्वारा अथवा बाट भने पनि भयो है। गाक्को भनेको स्कुल। एकदमै बुझ्नुहोस् यहाँ धेरै पार्टिकल्सहरू आएन एकै ठाउँ 3टा पार्टिकल्स आएन हैन। ए भनेको भर्खर पढ्यौँ हामीले तिर अथवा सम्म है। कहिलेकाहीँ यो पार्टिकल्सको उच्चारण नगर्दै पनि हुन्छ कि नेपालीमा। इकिमास भनेको जान्छु। अब यसलाई यो सेन्टेन्स हेरौँ त। वातासिवा बासुदे गाक्को एकिमास म बसद्वारा स्कुल जान्छु अथवा बसबाट स्कुल जान्छु। स्कुल केबाट जान्छौ तिमी भन्दाखेरि बसबाट जान्छु, मोटरसाइकलबाट जान्छु, साइकलबाट जान्छु हैन, हिँड्दै जान्छु, प्लेनबाट जान्छु, पानी जहाजबाट जान्छु। स्कुल त प्लेन पानी जहाजबाट गइन्न भने जे कहीँ जानु पर्यो भने चाहिँ के हुन्छ त कुनै पनि साधन प्रयोग गरिन्छ नि उक्त साधनको पछाडि दे भन्ने पार्टिकल्स लाग्छ भनेर बुझ्नु पर्यो है। म यहाँ चाहिँ के छ म बसद्वारा स्कुल जान्छु, साइकलद्वारा स्कुल जान्छु हैन, स्कुटीद्वारा स्कुल जान्छु। जेबाट पनि द्वारा भयो भने यो हुन्छ। स्कुल मात्रै हैन म काठमाडौँ भोलि काठमाडौँ जाने हो केबाट जानुहुन्छ प्लेनद्वारा जान्छु, प्लेनबाट जान्छु भन्छ नि प्लेनबाट जान्छु, बसबाट जान्छु हैन ट्याक्सीबाट जान्छु हैन। जेबाट पनि हुन्छ नि त्यो प्रयोग गर्ने साधनको पछाडि दे भन्ने पार्टिकल्स लाउनु पर्यो र यदि त्यो साधनको पछाडि दे भन्ने पार्टिकल्स आछ भने द्वारा भन्ने अर्थ लाग्छ भनेर बुझ्नु पर्यो। आफूले लाउँदाखेरि साधनको पछाडि लाउने र साधनको पछाडि जोडेर आछ भने द्वारा भन्ने अर्थ लाग्छ भनेर बुझ्ने है। नेक्स्ट हेरौँ लेसन 6 मा मिन्नानो निहङको लेसन 6 मा फेरि दे भन्ने पार्टिकल्स आनो भनेको त्यो, मिसे भनेको पसल, दे भनेको बाट, कुचु भनेको जुत्ता। ओ भन्ने पार्टिकल्स अझै पढाएन एकछिन रोक्नुहोस्। खाइमासिता भनेको किनेको थिएँ। त्यो पसलबाट जुत्ता किनेको थिएँ। कहाँबाट किनेको जुत्ता? त्यो पसलबाट किनेको हुँ हैन। यो पत्रिका कहाँबाट किन्नुभयो? त्यो पुस्तक पसलबाट किनेको हुँ। अथवा काठमाडौँबाट लिएको भन्छ नि हामीले। यो चाहिँ कहाँबाट किन्नुभयो? घडी काठमाडौँ जाँदाखेरि काठमाडौँबाट किनेको हुँ हैन। थाइल्यान्ड गएकोलाई थाइल्यान्डबाट किनेको हुँ, थाइल्यान्डबाट लिएको हुँ हैन। जे पनि बाट भन्नु पर्यो भने पसलबाट अथवा ठाउँबाट भन्नु पर्यो नि त्यो बाटोमा पनि के हुन्छ दे भन्ने पार्टिकल्स लाग्छ है। बुझ्नुभयो? जहाँ बाट भनेर जस्तै मैले अहिले पनि भनेको थिएँ यदि ठाउँ अथवा पसल अथवा केहीको पछाडि दे भन्ने पार्टिकल्स आछ भने बाट भनेर बुझ्नु पर्यो र त्यो त्यसमा चाहिँ लाउनु पर्यो भने आफूले चाहिँ दे भन्ने पार्टिकल्स लाउने। त्यहाँबाट किनेको पसलबाट किनेको काठमाडौँबाट किनेको पोखराबाट किनेको पोखराबाट ल्याएर आएको भन्छ नि त्यस्तो कन्डिसनहरूमा पनि दे भन्ने पार्टिकल्स चाहिँ लगाउन पर्यो है। बुझिन्छ नि हैन? ओके ल अर्को छ लेसन 7 मा वातासिवा भनेको म अथवा मैले। यहाँ चाहिँ मैले भन्ने अर्थ लाग्छ मैले म चाहिँ अथवा वातासिवा भनेको म चाहिँ। हाँसी भनेको चपस्टिक भन्ने त बुझ्नुहुन्छ नि हैन। दुईटा यस्तो लट्ठी हुन्छ नि हैन, दुईटा लट्ठी जसलाई चाहिँ चपस्टिक भन्छ। दे भनेको द्वारा अथवा बाट अथवा ले पनि हुन्छ है। ले बाट द्वारा भनेर पढेछ नि नेपालीमा। गोहान भनेको खाना,
ओ भन्ने पार्टिकल्स भयो अहिले मैले बताइदिन्छु ताबेमास भनेको खान्छु हो मैले चपस्टिकले भात खान्छु अथवा खाना खान्छु मैले हातले खाना खान्छु मैले चम्चाले खाना खान्छु हैन मैले यसले यो खान्छु यसले ले है जहाँ पनि केही प्रयोग अहिले मैले सुरुमै भने केही प्रयोग गरेर केही कार्य गरिन्छ भने मैले कलमले हैन होमवर्क अथवा कलमले कविता लेख्छु अथवा कलमले लेख्छु मैले पेन्सिलले लेख्छु मैले के गर्छु त काँटीले अथवा कुरुसले बुन्छु केही युज गरिन्छ नि हैन मैले केही प्रयोग गरेर केही गरिन्छ भने अथवा ले भन्नु पर्यो नि केही सामान प्रयोग ले भने पनि अर्थ चाहिँ ले द्वारा बाट जे भने पनि केही सामान प्रयोग गरेर त्यो उक्त सामान अथवा वस्तुको पछाडि लागेको छ नि हैन त्यही भएर त्यस्तो कन्डिसनमा चाहिँ दे भन्ने पार्टिकल्स लगाउने हैन वातासी वा हाँसी दे गुहानो ताबे मैले हाँसी चपस्टिकले खाना खान्छु मैले चाहिँ के गर्छु त हातले खाना खान्छु वातासी वा ते दे गुहानो ताबेमास मैले चाहिँ के गर्छु त हातले खाना खान्छु बुझिए छैन अहिलेसम्म ल अर्को इक्जाम्पल हेरौँ अर्को लेसन 7 मै छ 6 मा पनि छ यसमा चाहिँ यो बुझौँ है यो 6 मा छ कि 7 मा छ म कन्फ्युज भएँ तर जे छ हैन यो बुझौँ आरिगातो आरिगातो भनेको धन्यवाद हैन आरिगातो भनेको जापानिज आरिगातो वा धन्यवाद चाहिँ एइगो दे भनेको इंग्लिश है एइगो भनेको इंग्लिश हैन दे भनेको बाट भने है थ्यांक यू भनेको थ्यांक यू बुझ्नु भन्छ देश भनेको हो अथवा छ भयो हैन आरिगातो चाहिँ इंग्लिशबाट थ्यांक यू हो भन्छ नि हामीले नमस्ते चाहिँ जापानिजबाट के भन्छ नि हैन नमस्तेलाई जापानिजबाट के भन्छ हैन जान्छुलाई जापानिजबाट के भन्छ सेन्से जापानिजलाई जापानिजबाट के भन्छ खान्छुलाई जापानिजबाट के भन्छ नि बाट त्यसमा पनि के हो त त्यो ल्याङ्ग्वेजबाट त्यो ल्याङ्ग्वेजको प्रयोग गरेर के भन्छ भन्न खोजे हैन हो त्यही भएर त्यसलाई पनि दे भन्ने लाग्छ यसलाई चाहिँ नेपालीबाट लेख्नुस् न सेन्से अथवा यसलाई जापानिजबाट लेखिदिनुस् न सेन्से अथवा यसलाई इंग्लिशबाट लेखिदिनुस् न सेन्से भन्छ नि कविता चाहिँ इंग्लिशबाट लेख्छु मैले जापानिजबाट हैन मैले हिन्दीबाट लेख्छु हुन्छ नि कुनै पनि प्रयोग गरेर त्यहाँ के प्रयोग भएको छ भन्दा ल्याङ्ग्वेजको प्रयोग भएको त्यस्तो ठाउँमा पनि के हुने भयो त दे भन्ने पार्टिकल्स लाग्ने भयो है जस्तै आरिगातो वा धन्यवाद चाहिँ इंग्लिशबाट के भन्छ थ्यांक यू भन्छ हो अथवा नमस्तेलाई चाहिँ इंग्लिशबाट के भन्छ सेन्से बाट है त्यस्तो ठाउँमा पनि दे भन्ने पार्टिकल्स लाग्छ है अब अर्को इक्जाम्पल हेरौँ यो चाहिँ लेसन्स 12 मा छ यो चाहिँ भरिमा अथवा मा भन्ने अर्थ लाग्छ है यो देको भरिमा अथवा मा भन्न पर्यो नि सुपोजुदे स्पोर्ट्स भरिमा स्पोर्ट्स सुपोजु भनेको स्पोर्ट्स है नानीगा भनेको के हैन इचिबाङ भनेको एकदमै एक नम्बर हैन भनेको एकदमै सुकिदेशका भनेको मन पर्छ भनेको हो स्पोर्ट भरिमा सुपोचु दे स्पोर्ट भरिमा नानीगा इचिबाङ सुकिदेश के चाहिँ एकदमै मन पर्छ नेपाली खाना भरिमा भन्छ न नेपाली खाना भरिमा सबैभन्दा मनपर्ने खाना कुन हो भन्छ हैन हामीले अर्को छ यो क्लास भरिमा सबैभन्दा अग्लो को छ अथवा क्लास भरिमा सबैभन्दा राम्रो को छ ट्यालेन्ट को छ अथवा यो गाउँ भरिमा हैन मनपर्ने को हो हुन्छ नि यो देशभरिमा सबैभन्दा फेमस कुन छ जापानिज भरिमा सबैभन्दा युमे हैन फेमस चाहिँ को हो हुन्छ नि हैन यस्तो कन्डिसनमा भरिमा भन्न पर्यो भने है यो भरिमा एक वर्ष भरिमा सबैभन्दा मनपर्ने महिना कुन हो हैन नेपाल भरिमा सबैभन्दा मनपर्ने ठाउँ कुन हो यस्तो भरिमा विभिन्न किसिमको ग्रुपबाट एउटा सिलेक्ट गर्नु पर्यो भने हैन त्यो भरिमा अथवा मा भन्नु पर्यो नि स्पोर्ट्समा सबभन्दा मनपर्ने के हो तिम्रो गीतभरिमा अथवा लोकगीतभरिमा मनपर्ने गीत कुन हो मोडेलभरिमा मनपर्ने मोडेल कुन हो हिरोभरिमा मनपर्ने हिरो कुन हो हुन्छ नि फिल्मभरिमा कुनै पनि त्यो फिल्मभरिमा भनेको फिल्मको सबै फिल्महरुमा भन्न खोजे हैन क्लासभरिमा भनेको क्लासमा भएका सबै स्टुडेन्टभरिमा भन्न एउटा ग्रुपमा निश्चित ग्रुपको भित्रलाई सिलेक्ट गर्नु पर्यो भने त्यो ग्रुपमा चाहिँ भरिमा भन्ने अर्थ लाउनु पर्यो भने उक्त उसको ग्रुपको पछाडी पनि के हुन्छ त दे भन्ने पार्टिकल्सको प्रयोग हुन्छ है बुझियो ओके यसलाई चाहिँ एकचोटी मातोमे गरेर हेरौँ
दे भनेको चाहिँ द्वारा, बाट, ले र भरिमा है, ले भरिमा हुन्छ। जस्तै कस्तो कस्तो कन्डिसन हो भने आँखा चिम्मै फेरि एकचोटि सोचौँ। कुनै पनि साधन अथवा वस्तु प्रयोग गरेर केही काम गरिन्छ भने अथवा केही साधन प्रयोग गरेर कहीँबाट कहीँ गइन्छ भने, कुनै पनि काम गर्नको लागि, जानको लागि होस्, खानको लागि होस्, लेख्नको लागि होस्, पढ्नको लागि होस् हैन, कुनै पनि पसलबाट केही किन्नको लागि होस्, कुनै पनि ठाउँ प्रयोग गरेर, साधन प्रयोग गरेर केही काम गरिन्छ भने उक्त साधनको पछाडि दे भन्ने पार्टिकल्स लाग्छ। यसको अर्थ चाहिँ द्वारा, बाट, ले, भरिमा भन्ने हुन्छ है, बुझ्नुभयो। अनि अर्को चाहिँ स्पोर्ट्स भरिमा कुनै पनि ग्रुपबाट चाहिँ एउटा केही सिलेक्ट गर्नु पर्यो र सोध्नु पर्यो भने पनि त्यस्तो ठाउँमा पनि दे पार्टिकल्स लाग्छ। बुझ्यो होइन? ओके, बुझेको छैन भने कमेन्ट गर्नुहोस्, मैले दिएको मात्रै फेरि छुट्टै हजारौँ इक्जाम्पलहरू दिएर फेरि दिएको मात्रै पार्टिकल्स बनाइदिन्छु है त। यसको चाहिँ प्रयोग कस्तोमा गरिन्छ म सरसर्ती बताइदिनु छ। यो चाहिँ लेसन 6 मिनानो निहोङ्गोको लेसन 6 बाट चाहिँ स्टार्ट भएको। यो कस्तोमा युज हुन्छ म सरसर्ती भन्छु है त। एक नम्बर यसको कन्डिसनहरू थुप्रै हुन सक्छन्, तर बेसिकली यान4 सम्म अथवा वर्किङ भिजामा जापान आउन अथवा यान4 सम्मको एक्जाम पास गर्नेको लागि चाहिँ बेसिकली दुईटा कुराहरू सम्झे हुन्छ है। एक नम्बरमा छ भर्ब, भर्ब्सको अगाडि र अब्जेक्ट्सको पछाडि ओ पार्टिकलको प्रयोग गरिन्छ। यो त सामान्य भएन, कुनै पनि भर्ब सेन्टेन्समा के हुन्छ, सब्जेक्ट प्लस अब्जेक्ट प्लस भर्ब्स भएर आएको हुन्छ हैन। कुनै पनि भर्ब्सको अगाडि चाहिँ एउटा अब्जेक्ट आउँछ र अब्जेक्ट्स र भर्ब्सको बीचमा चाहिँ ओ पार्टिकल्सको प्रयोग हुन्छ है। यति भनेर अलि बुझिँदैन। हरेक त्यसो भए चाहिँ सबै भर्बको अगाडि ओ पार्टिकल लाउने त अथवा हरेक अब्जेक्ट र भर्ब्सको बीचमा चाहिँ ओ पार्टिकल्स लाउने त भन्ने कुरा कन्फ्युज हुन्छ नि यति भनेपछि, हुन्छ नि हैन। ल त्यसो हो भने अब हेरौँ, नेक्स्ट हेरेपछि तपाईँ कन्फ्युज हुनुहुन्छ, सरी कन्फर्म हुनुहुन्छ है। कुनै पनि भर्बलाई के भनेर, यो यदि तपाईहरुले नोट बनाउँदै हुनुहुन्छ अथवा टिप्नुहुन्छ भने टिपेर पढ्नु चाहिँ एकदमै सजिलो हुन्छ। यो चाहिँ मैले यसलाई भनिदिन्छु, कुनै पनि भर्बलाई के भनेर प्रश्न गर्दा त्यसको उत्तर आउँछ भने उक्त भर्बको अगाडि अब्जेक्टको पछाडि ओ पार्टिकल्सको प्रयोग गरिन्छ। बुझ्नुभयो कि नै? बुझ्नु भएन हैन? अझै पनि सुन्नुस्, एकदमै सजिलो छ है। जसले बुझ्यो उसलाई चाहिँ इजी भयो। ओ पार्टिकल सबैभन्दा इजी पार्टिकल्स भनेको ओ हो भन्नुहुन्छ। जसले बुझ्नु भएन उहाँलाई एकदमै गाह्रो छ, जसले बुझ्नु भयो त्यसलाई चाहिँ ई ओ जस्तो सजिलो पार्टिकल्स कुनै पनि लाग्ने छैन है अबदेखि। अब अझै एकचोटि हेरौँ यसलाई, यसैमा लुकेको छ सबै फन्डा। कुनै पनि भर्बलाई के भनेर प्रश्न गर्दा त्यसको उत्तर आउँछ भने उक्त भर्बको अगाडि अब्जेक्ट्सको पछाडि ओ पार्टिकल्सको प्रयोग गरिन्छ। के भनेर प्रश्न गर्ने भर्बलाई, पहिला भर्बहरू हेरौँ है त। जस्तै इक्जाम्पलको लागि ताबेमास, ताबेमास भनेको खान्छु। खाइमास, खाइमास भनेको किन्छु। यसलाई चाहिँ के भनेर प्रश्न गर्न मिल्छ नि यो भर्बलाई। भर्ब भनेका चिन्हलाई चाहिँ क्रिया हुन्छ इंग्लिश नेपालीमा। इंग्लिशमा चाहिँ नेपालीमा चाहिँ छु हैन, खान्छु, गर्छु हैन, छुनु भन्ने हुन्छ, खानु, गर्नु, किन्नु हैन, डुल्नु, घुम्नु, यिनी सबै भर्ब हुन्। इंग्लिशमा चाहिँ भर्ब भन्छ, नेपालीमा क्रिया भन्छ। जापानिजमा चाहिँ मास के हुन्छ, डिक्सनरी फर्म चाहिँ छुट्टै हुन्छ, मास फर्म छुट्टै हुन्छ। पछि भर्बहरुको क्याटेगोरी चाहिँ पछि पढौँला। पहिला चाहिँ भर्बलाई चाहिँ चिन्नुहुन्छ हजुरले भने यो यसलाई चाहिँ के भनेर प्रश्न गर्दा यसको उत्तर आउँछ कि आउँदैन? आउँछ नि। के खान्छु अथवा के खानी भनेर प्रश्न गर्न भर्बलाई सकिन्छ नि। के खानी, भात खाने, दाल खाने, तरकारी खाने, अचार खाने, मोमो खाने, चाउमिन खाने हैन, ब्रेकफास्ट खाने, डिनर खाने, लन्च खाने, के खाने भनेर प्रश्न गर्ने हो भने यसको एन्सर आउँछ नि। आउँछ भने यस्तो भर्बको अगाडि र अब्जेक्टको पछाडि ओ पार्टिकल्सको प्रयोग गर्ने। त्यस्तै किन्छु, के किन्ने भन्ने भन्दाखेरि चाहिँ एन्सर आउँछ के किन्ने, कपडा किन्छु, जुत्ता किन्छु, किताब किन्छु, कापी किन्छु, झोला किन्छु, मिल्छ नि हो। अर्को भर्ब छ पढ्नु, योमिमास भनेको पढ्नु। के पढ्ने त? कविता पढ्ने, उपन्यास पढ्ने, किताब पढ्ने, इंग्लिश पढ्ने, इंग्लिश ल्याङ्ग्वेज पढ्ने, जापानिज ल्याङ्ग्वेज पढ्ने हैन, ग्रामर पढ्ने, जे पनि पढ्ने। के पढ्ने भनेर क्वेशन गर्दाखेरि यसको नि एन्सर आउँछ हो हेर्छु, मिमास हो। मिमास के हेर्ने त? फिल्म हेर्ने, टिभी हेर्ने, मोबाइल हेर्ने, भिडियो हेर्ने, युट्युब हेर्ने। यसको पनि एन्सर आउँछ नि हैन।
आउँछ। अर्को छ इक्जाम्पल इकिमास जान्छु। के जानु यसको एन्सर आउँछ त? आउँदैन नि हैन। के जानु, कहिले जानु, कहाँ जानु, कोसँग जानु, कसरी जानु, केमा जानु भनेको चाहिँ एन्सर आउँछ। तर के जानु भन्ने चाहिँ एन्सर आउँदैन नि हैन। आउँछ त? आउँदैन। यस्तो भवमा चाहिँ ओ पार्टिकल्स लागेन। किमास, किमास भनेको आउँछु। के आउनुहुन्छ, के आउँछु हुन्छ त, मिल्छ त? मिल्दैन नि। यसको एन्सर आउँछ त? आउँदैन। के आउने, कहिले आउने, कोसँग आउने, कहाँबाट आउने, केबाट आउने हैन, साइकल उसमा केबाट आउने, को आउने, अरु क्वेशन गर्न मिल्छ। तर के आउने भनेर क्वेशन गर्न मिल्छ त? मिल्दैन नि। त्यही भएर यस्तोमा पनि ओ पार्टिकल्स लाग्दैन। अझै कन्फ्युज हुनुभयो कि है? कुनै पनि भवलाई के भनेर प्रश्न गर्दा त्यसको उत्तर आउँछ भने त्यसको अगाडि चाहिँ आँखा चिम्म गरेर ओ पार्टिकल्स लगाइदिनुस्। अब्जेक्ट र भवको बीचमा ओ पार्टिकल्स लगाइदिनुस्, अथवा यो भवको अगाडि ओ पार्टिकल्स लगाउनुस्। र के भनेर प्रश्न आउँदै गर्दाखेरि पनि यसको एन्सर चाहिँ ओखासी हुन्छ, मिल्दैन, आउँदैन भने त्यस्तोको अगाडि चाहिँ अरु पार्टिकल्स लाग्छ भनेर बुझ्नुस्। सामान्य भाषा एकदमै व्यवहारिक बुझ्न सजिलो हुने ल्याङ्ग्वेज हो भन्ने थ्योरी हो यो। बुझ्नुभयो? त्यही भएर इकिमास, किमास र खाइरिमासको अगाडि ए पार्टिकल्स लाग्छ भनेर पढ्यौं हामीले नि। हे भन्दाखेरि लेख्ने बेला हे भने पनि पढ्ने बेला चाहिँ ए भनेर पढिन्छ। गाक्को ए इकिमास हैन, खाइसा ए इकिमास, निहोने इकिमास भनेर पढ्यौं। बुझ्नुभयो? यसले गर्दाखेरि अलिकति त बुझ्यो कि है? क्लियर भयो नि अलिकति त हैन? कुनै पनि भवलाई के भनेर प्रश्न गर्दा यो माथिको यो सम्झे भयो है। कुनै पनि भवलाई के भनेर प्रश्न गर्दा त्यसको उत्तर आउँछ भने उक्त भवको अगाडि अब्जेक्टको पछाडि ओ पार्टिकल्स लाग्छ। एउटा कन्डिसन है यो चाहिँ, बुझ्यो हैन? ल इक्जाम्पल हेरौँ है त। 1 नम्बरमा वातासी भनेको म, वा भनेको पार्टिकल्स हामीले पहिले पढ्यौं। कुनै पनि मेन सब्जेक्टमा, कुनै पनि सेन्टेन्सको मेन सब्जेक्ट भनेको वा, यो सेन्टेन्सको चाहिँ वा हो, वातासी हैन। कुनै पनि सेन्टेन्सको मेन सब्जेक्टको पछाडि वा पार्टिकल्स लाग्छ। यसलाई नेपालीमा चाहिँ चाहिँ भनेर हामीले बुझौं भनेको छु। मैले अस्ति नै पढाइसकेको छु, मेरो भिडियो हेर्नु होला पुरानो। वातासी भनेको म, वा भनेको चाहिँ, वातासी वा म चाहिँ, गुहान भनेको खाना, ओ भनेको अहिले हामीले पढ्दै गरेको पार्टिकल्स हैन, ओ ताबेमास भनेको खान्छु। म चाहिँ गुहान खान्छु, मैले चाहिँ खाना खान्छु, म खाना खान्छु भन्दाखेरि वातासी वा गुहान ओ ताबेमास। यो किन ओ पार्टिकल्स लाग्यो भने के खानी भनेर चाहिँ प्रश्न आउँछ भन्ने थियो नि हैन। के खानी भन्दा प्रश्न आउँछ। के खानी यहाँ चाहिँ गुहान खानी भनेको छ हैन, खाना खाने हैन, ब्रेकफास्ट खाने, डिनर खाने, लन्च खाने, भात खाने, दाल खाने, तरकारी जे पनि हुन्छ नि त, खाने भन्नेको प्रश्न आउने भनेर ओ पार्टिकल्स लागेको छ है। अर्को हेरौँ इक्जाम्पल। सेम वातासी वा होन, होन भनेको किताब, ओ भनेको अहिले पढ्ने पार्टिकल्स, खाइमास भनेको किन्छु, म किताब किन्छु। के किन्छस्? के किन्ने? किताब किन्ने। के किन्ने? कापी किन्ने। के किन्ने? जुत्ता किन्ने। के किन्ने? टोपी किन्ने। के किन्ने? झोला किन्ने। क्वेशन गर्न मिल्छ नि त हैन? हामीले अहिले के भनेर क्वेशन गर्दा भनेको छौं, यति बुझे पुग्यो है त। अर्को इक्जाम्पल हेरौँ। रामुसान, रामुसान वा सिनमुन ओ योमिमास। रामुसानले चाहिँ के गर्छ त? सिनमुन पढ्छ। के पढ्छ? सिनमुन पढ्छ। के पढ्छ? किताब, जापानिज भाषा पढ्छ। के पढ्छ? इङ्ग्लिस पढ्छ। के पढ्छ? म्याथ पढ्छ। हुन्छ नि त। के पढ्छ? उपन्यास पढ्छ। के पढ्छ? कविता पढ्छ। के भनेर क्वेशन हुने भएको हुनाले यसको अगाडि पनि ओ पार्टिकल्स लागेको छ। बुझ्नु भयो नि हैन? क्लियर छ नि हैन? कुनै पनि भवलाई अझै भन्छ, यति फोकस गरे हुन्छ के पनि गर्नु परेन, दायाँ बायाँ सोच्नै परेन। कुनै पनि भवलाई के भनेर प्रश्न गर्दा त्यसको उत्तर आउँछ भने उक्त भवको अगाडि ओ पार्टिकल्स है। के अपवादहरू हुन्छन् त अहिलेलाई चाहिँ नसोचौ है। यान 4 लेभलसम्मको स्टुडेन्टले अरु नसोच, यति सोचेर पढौँ है त। ल अर्को छ यामादा सान। यामादा भनेको मान्छेको नाम, सान आउन बित्तिकै मान्छे हो भन्ने बुझ्नु पर्यो जी। यामादाजी चाहिँ तेरेबियो मिमास, तेरेबी हेर्छ। के हेर्छ? टिभी हेर्छ। के हेर्छ? फिल्म हेर्छ। के हेर्छ? मोबाइल हैन, मोबाइलमा के हुन्छ? भिडियोहरु हेर्छ। जे पनि हुन्छ, के भनेर प्रश्न गर्न मिल्ने भएको हुनाले यसमा पनि ओ पार्टिकल्स लाग्यो। अब तल्लो हेरौँ है त। वातासी वा म चाहिँ, माइनिची भनेको प्रत्येक दिन, गाक्को भनेको स्कुल, ए इकिमास, ए इकिमास भनेको गाक्को म प्रत्येक दिन स्कुल जान्छु हो, म चाहिँ प्रत्येक दिन स्कुल जान्छु। यहाँ किन ओ पार्टिकल्स नला त हैन? किनभने इकिमास, मैले अहिले पनि भने इकिमासलाई के जान्छु भनेर मिल्दैन, क्वेशन गर्न नमिल्ने भएको हुनाले ए पार्टिकल्स लाग्छ है त।
बुझ्यो नि यहाँसम्म? अझै एकचोटि फेरि भने त कुनै पनि भवलाई सामान्यतया है पछि गएपछि तपाईहरु यान 2 यान 1 यान 3 पढ्दाखेरि अथवा अरु कन्डिसनहरु पनि आउँछन्, कस्तोमा ओ लाउने, कस्तोमा गा लाउने, कस्तोमा नि लाउने, थुप्रै कन्डिसनहरु आउँछन्। त्यतातिर अहिले दिमाग नलगाऊ, सामान्यतया अहिले बुझौं। कुनै पनि भर्बलाई के भनेर प्रश्न गर्दा उक्त भर्बको एन्सर आउँछ भने, उक्त के भन्ने प्रश्नको एन्सर आउँछ भने उक्त भर्बको अगाडि ओ पार्टिकल्स, र यदि एन्सर आउँदैन भने त्यस्तोमा चाहिँ अरु पार्टिकल्स लाग्छ। यसमा ए पार्टिकल्स लागे जस्तो अरु जस्तै इकिमास, इकिमास, किमास हैन, इकिमास, किमास, खाइरिमास हैन, यो इकिमास, किमास, खाइरिमासको अगाडि ए पार्टिकल्स लाग्छ। अरु पनि भर्बहरु छन्, त्यो भर्बहरु चाहिँ म पछि डिटेल्समा बताइदिने छु। भर्बहरु पढ्दाखेरि फर्स्ट ग्रुप, सेकेन्ड ग्रुप, थर्ड ग्रुप पढ्दाखेरि म बताउने छु। अहिलेलाई चाहिँ नर्मली यति बुझौं के भनेर प्रश्न गर्छ। अब अर्को कन्डिसन छ है, दोस्रो कन्डिसन है, यति दुईटा मात्रै कन्डिसन हुन् है अहिले बेसिकलाई, यति सम्झे पुग्यो ल। हेरौँ है त नेक्स्ट 2, कुनै पनि ठाउँमा प्रवेश गरेर पार गरिन्छ भने, पार भन्ने सम्झिम है, भने अथवा कुनै पनि ठाउँबाट निस्किने भन्ने अर्थ लाग्छ भने, निस्किने भन्ने अर्थ लाग्छ भने त्यस्तो भर्बको अगाडि ओ पार्टिकल्सको प्रयोग हुन्छ। फेरि कन्फ्युज हो कि हैन? एउटा भयो, अब दुईटा कन्डिसन, यति दुईटा मात्रै सम्झियो, धेरै दिमाग नलगाऊ। कुनै पनि ठाउँमा प्रवेश गरेर पार गरिन्छ भने अथवा कुनै पनि ठाउँबाट निस्किने भन्ने अर्थ लाग्छ भने त्यस्तो भर्बको अगाडि ओ पार्टिकल्स लाग्छ। जस्तै स्कुलबाट ग्रेजुएसन हुनु अथवा पास आउट हुनु भनेको चाहिँ त्यहाँ चाहिँ प्रवेश त गरिन्छ नि, प्रवेश नगरिकन पास आउट हुन्न। कुनै पनि स्कुलमा अथवा कहीँ पनि कलेजमा हैन, कुनै पनि इन्स्टिट्युटमा भर्ना नभइकन पास आउट त हुने कुरो हुँदैन नि त, हो? अथवा कुनै पनि कम्पनीमा सुरुमा जोइन नभइकन रिटायर भन्ने त हुँदैन होला नि, कुनै पनि पेशामा पनि हैन। अथवा कुनै पनि युनिभर्सिटीमा, कुनै पनि ठुल्ठुलो कम्पनीमा, अनि कुनै पनि ठाउँमा के हुन्छ, प्रवेश नगरिकन त पार गर्ने त हुन्न। त्यही भएर कुनै पनि ठाउँमा प्रवेश गरेर पार गरिन्छ भने अथवा निस्किने भन्ने अर्थ लाग्छ भने उक्त भर्बको अगाडि ओ पार्टिकल्स लाग्छ है। अलिक कस्तो कन्फ्युज जस्तो लागेन? जस्तै यस्तै हेरौँ, दाइगाकु ओ सोचिग्यो सिमास, सोचिग्यो भनेको पास आउट अथवा ग्रेजुएसन गर्नु हैन, दाइगाकु भनेको युनिभर्सिटी, दाइगाकु ओ सोचिग्यो सिमास। यस्तोमा चाहिँ के हुने हो त, सोचिग्यो सिमास भनेको चाहिँ अहिले चाहिँ सोचिग्यो भन्न बित्तिकै नाउन भए पनि सिमाससँग जोडेपछि चाहिँ के हुन्छ, भर्ब भएर आउँछ है। जस्तै यो सिमाससँग जोडिने नाउन पनि भर्ब हुन्छ भनेर अझै पढ्नु भएन होला, यदि पढ्नु भएन नि मैले पछि पढाउने छु। सोचिग्यो सिमास, सेन्ताकु सिमास, यिनी जे पनि हुन्छ नि, यो सेन्ताकु भनेको चाहिँ नाउन हो भने सिमास जोडिन बित्तिकै भर्ब भएर हुन्छ। बेङ्क्यो भन्न बित्तिकै नाउन हो भने बेङ्क्यो सिमास भन्न बित्तिकै चाहिँ के हुन्छ, भर्ब भएर आउँछ हैन। त्यतातिर नजाउँ, अहिले ओ पार्टिकल्सलाई फोकस गरौँ। दाइगाकु ओ सोचिग्यो सिमास, ओ भनेको चाहिँ पार्टिकल्स भयो, सोचिग्यो भनेको ग्रेजुएसन हुनु, निस्किनु, पास आउट हुनु हैन। किन भनेपछि यो दाइगाकुमा एकचोटि भर्ना भइएको थियो र त पास आउट भयो। भर्ना हुने बेलामा चाहिँ नि पार्टिकल लाग्छ, त्यो पछि पढाउला, नि पार्टिकल्स पढ्ने बेला भन्छु। जस्तै दाइगाकु नि, न्युगाकु सिमास हैन, दाइगाक्को हैन, गाक्को नि, खाइस्या नि, कोही पनि नि मा भर्ना हुने हुन्छ नि त, स्कुलमा भर्ना हुने भन्ने हुन्छ नि, स्कुल चाहिँ छोड्ने हुन्छ नि त हैन। त्यो भएको हुनाले यो नि पार्टिकल्स लाग्छ त्यो भर्ना हुनेमा, तर छोड्ने, निस्कने हैन, पार गर्नेमा चाहिँ के हुन्छ, ओ पार्टिकल्स लाग्छ है, नजुकिन। यति सम्झे भयो। हासी ओ वतारिमास, हासी भनेको पुल, पुल ओ वतारिमास, पुल तर्दाखेरि पनि, पुल पार गर्दा नि एउटा टुप्पोबाट पसेपछि मात्रै अर्को टुप्पोबाट निस्किने त हो, पार गर्ने हो पुलहरु हो। कुनै पनि पार्कमा पनि ओल्ला छेउबाट पसेर त्यो पार्क घुम्दै घुम्दै निस्किने हो पल्लो टुप्पोबाट। अथवा खोलो तर्दा पनि के हुन्छ, वारीको तीरबाट पसेर पल्ला पारीको तीरबाट निस्कने हो हैन। कुनै पनि दूरी पार गरिन्छ नि, कुनै पनि ठाउँमा केही दूरी पार गरिन्छ, अथवा कलेजहरुमा त दूरी पार गर्ने कुरो हुँदैन, कलेजमा के हुन्छ, एकचोटि भर्ना भएर निस्किन्छ। सामान्यतः तपाईले के गर्नुस् बुझ्नुस् भने, केही पार गरिन्छ भने, कुनै पनि दूरी पार गरिन्छ अथवा केही ठाउँमा प्रवेश गरेर निस्किन्छ भने उक्त निस्किने ठाउँलाई, निस्किने भर्बलाई, निस्किने भन्ने अर्थ लाग्ने भर्बलाई चाहिँ के हुन्छ त, ओ पार्टिकल्स लाग्छ। हासी ओ वतारिमास भनेको पुल तर्छु। अर्को छ खाइस्या ओ देमास, खाइस्या भनेको कम्पनी, ओ देमास, देमास भनेको निस्कनु हैन। खाइस्या ओ देमास, स्कुलबाट निस्किनु, कम्पनीबाट निस्किनु, घरबाट निस्कनु
हैन कुनै पनि ठाउँबाट चाहिँ निस्किनु खाली पनि के हुने भयो त ओ पार्टिकल्स परेको हुने भयो बुझ्यो सामान्यतया जसले बढी दिमाग लाउनु भयो उहाँ आज कन्फ्युज हुनुभयो होला जसले चाहिँ सामान्य रूपमा दुईटा कन्डिसनहरु एउटा चाहिँ कुनै पनि भवलाई के भनेर प्रश्न गर्दा उसको एन्सर आउँछ भने उक्त भवको अगाडि र अब्जेक्टको बीचमा चाहिँ ओ पार्टिकल्स लाग्छ भनेर एउटा कन्डिसन सम्झिनु भयो र अर्को कन्डिसनमा चाहिँ के भयो भने कुनै पनि ठाउँमा प्रवेश गरेर निस्कने अथवा कुनै पनि ठाउँ चाहिँ पार गरिन्छ भने उक्त भवको अगाडि ओ पार्टिकल्स लाग्छ भनेर बुझ्नुभयो भने तपाईलाई ओ पार्टिकल जस्तो सजिलो र बुझेको कुनै पार्टिकल्स हुने छैन है जस्तै यस्तामा पनि मैले भनिसके अर्को चाहिँ कोएन हो हैन कोएन भन्ने भनौं न कोएनमा मैले कोएन भनेको है पार्कमा पनि के हुन्छ छिरेर निस्किन्छ कादो मागारी मास हैन कादो भनेको टर्निङ घुम्टिनी पनि पार गर्ने भन्ने हुन्छ नि त घुम्टी पार पल्लो घुम्टी पार गर्नुस् अथवा दायाँ मोडिनुस् बायाँ मोडिनुस् भन्छ नि त्यो बेलामा पनि के हुन्छ घुम्टी पनि के हुन्छ एकातिरबाट गएर पार गरिन्छ नि हो त्यस्तो पार गर्ने अर्थलाई चाहिँ के हुन्छ त यो पार्टिकल्स लाग्छ है अर्को छ गा पार्टिकल्स बुझ्नु पर्ने रहेछ यो चाहिँ कस्तो छ भने प्रयोग गर्दै गइसकेपछि बुझ्दै गइन्छ र नबुझ्न चाहिँ एकदमै गाह्रो हुन्छ यो पार्टिकल्स है एकचोटी बुझौं बुझिसकेपछि सजिलो छ अब कसैले मलाई सोधिहाल्यो गा पार्टिकल्सलाई नेपालीमा के भन्छ भन्यो भने त्यसको अर्थ र त्यसको जवाफ मसँग छैन तर गा पार्टिकल्स कस्तो ठाउँमा लाग्छ र कस्तो ठाउँमा लाग्दा के भन्छ भन्ने चाहिँ मसँग जवाफ छ अब हेरौं जस्तै यहाँ भने जस्तो सुकी भनेको लाइक मन पर्नु अथवा मन नपर्नु किराई भनेको मन नपर्नु ज्योजु भनेको पर्फेक्ट अथवा हेता भनेको अनपर्फेक्ट अफ पुअर एट अल हैन अलिकति हेता भनेको अलिकति केही कुरामा अदक्ष जस्तो भनौं न त्यति दक्ष नहुनु वकारिमास भनेको बुझ्छु वकारिमासेन भनेको बुझ्दिन देखिमास भनेको सक्छु देखिमासेन भनेको सक्दिन आरिमास भनेको छ आरिमासेन भनेको छैन इमास भनेको छ इमासेन भनेको छैन होसी भनेको चाहनु हसीको नाइ भनेको चाहिँ नचाहनु हैन हसीको नाइ भनेको हसीको नेगेटिभ चाहिँ नचाहनु हैन आवश्यक नहुनु अथवा खाइ ताई भन्छ त्यो ताई फर्म पनि छ पछि ग्रामर पढ्दा पढौँला ताई भनेको चाहनु पनि हुन्छ ताबे ताई भनेको खाना चाहनु हैन खाइ ताई भनेको किन्न चाहनु इकी ताई भनेको जान चाहनु यो कस्तो हुन्छ भने भबको डिक्सनरी फर्ममा ल्याएर त्यो फुचु फर्ममा प्लस चाहिँ ताई लाग्छ त्यो पछि पढौँला अब यो मैले यो गा पार्टिकल्सको बारेमा बुझाउँदाखेरि यो यति हेर्नुभयो जस्तै मन पर्ने मन नपर्ने पर्फेक्ट हुने पर्फेक्ट नहुने बुझ्ने नबुझ्ने सक्ने नसक्ने हुने नहुने हैन चाहने नचाहने अब मैले के भन्न खोजेँ भने कुनै पनि है एकचोटि सुन्नुस् त कुनै पनि पर्सनल रूपमा म्याटर राख्ने विषयवस्तु हुन्छ नि हो पर्सनल रूपमा म्याटर राख्ने विषयवस्तु अथवा भब भनौं अथवा त्यसलाई एडजेक्टिभ भनौं केही कुराहरु के हुन्छ नि पर्सनल रूपमा चाहिँ म्याटर राख्छ जस्तै मन पर्ने सुकी जस्तै मलाई के मन पर्छ भन्दाखेरि मोमो मन पर्छ हो कसैलाई चाहिँ मोमो मन नपर्न पनि सक्छ हो म चाहिँ के छ पियानोमा जोजु छु हैन अर्को मान्छे पियानोमा जोजु नहुन पनि सक्छ अर्को मान्छे गीत गाउनमा जोजु हुन सक्छ अर्को गिटारमा जोजु हुन सक्छ वकारीमास मैले उर्दू भाषा बुझ्छु अर्कोले नबुझ्न पनि सक्छ हैन देखिमा सक्ने मैले चाहिँ फुने चलाउन सक्छु पानी जहाज चलाउन सक्छु अर्कोले नसक्न नि सक्छ आरिमास मसँग कम्प्युटर छ अर्कोसँग नहुन पनि सक्छ इमास भनेको त पोजे यो चाहिँ सजीव र निर्जीवमा पछि होसी अब मलाई चाहिँ अहिले चाहिँ के छ भने गाडीको होसी छ अथवा एउटा गर्लफ्रेन्डको होसी छ हैन अरूलाई चाहिँ त्यो नहुन पनि सक्छ भन्न खोजेको के हो भने पर्सनल रूपमा म्याटर राख्ने जति पनि शब्दहरू छन् अथवा विषयवस्तु छन् लाइक सुकी जोजु वकारीमास देखिमास आरिमास इमास होसी यिनीहरूको अगाडि चाहिँ के लाग्छ भने गा भन्ने पार्टिकल्स लाग्छ भनेर सम्झ्यौं भने अझै सजिलो होला बुझ्नलाई है सुकी किराई जोजु हेता वकारीमास वकारीमासेन देखिमासेन आरिमासेन इमासेन होसी कुनाइ ताई हैन ताबे कुनाइ यस्तो कुराहरू भनेको पर्सनल फरक पर्छ त्यस्तो कुराहरू चाहिँ कस्तो हुन्छ भने सक्नु भनेको चाहिँ मेरो लागि एउटा खुबीको कुरा हो ट्यालेन्टको कुरा हो यस्तो विषयवस्तुको अगाडि यस्तो भवको अगाडि हैन पर्सनल म्याटर राख्ने भव अथवा एडजेक्टिभ्सको अगाडि चाहिँ के हुन्छ त यो एडजेक्टिभलाई पनि भवै बनाएको हुन्छ जस्तै सुकी देश भनेर पछि देश थपिन्छ हैन अथवा जेउजु देश हेता देश भनेर सकिन्छ यो त्यसको अगाडि चाहिँ के लाग्छ भन्दाखेरि गा भन्ने पार्टिकल्स लाग्छ
है कस्तो गाह्रो अलि नबुझे जस्तो भयो है एकचोटि इक्जाम्पल हेरौँ फेरि बुझिन्छ ओके वातासी वा म इटारिया भनेको इटालियन रेउरी भनेको परिकार खानाको परिकारलाई चाहिँ के भन्छ खानाको परिकारलाई चाहिँ के भन्छ त रेउरी भन्छ अथवा खानालाई चाहिँ के भन्छ त रेउरी भन्छ गा सुकी देश गा भन्ने पार्टिकललाई सुकी भनेको मन पर्नु लाइक देश भनेको पर्नु हुनु छु हैन मलाई चाहिँ के हुन्छ त इटालियन खाना मन पर्छ रेउरी गा सुकी देश सुकीको अगाडि के लाउनु पर्यो त गा पार्टिकल्स लाउनु पर्यो हो अथवा वातासी वा इटालिया रेउरी गा किराई देश मलाई चाहिँ इटालियन रेउरी चाहिँ के छ त मन पर्दैन आफ्नो अलिकति चुयोको है आफूलाई अलिकति बोल्यो चर्क अलिकति चुयोको भनेको चाहिँ कस्तो नि डरो तरिकाले भन्नु पर्यो भने मलाई मन पर्दैन मलाई गर्दैन यो सक्छु म सक्छु अथवा म सक्दिनँ म बुझ्छु म बुझ्दिनँ हैन मसँग छ नि यो अथवा छैन हैन यो गा भन्ने पार्टिकल्स अलि भाष नजाने नि अझै अरू पनि अर्थ लाग्छ हैन वाको ठाउँमा गा पार्टिकल्स लगाएको नि हुन्छन् हैन तर अलि पछि गरौँला झन् कन्फ्युज हुन्छ अहिले चाहिँ यति बुझौँ कि सुकीको अगाडि अथवा किराईको अगाडि मन पर्ने मन नपर्नेको अगाडि चाहिँ गा भन्ने पार्टिकल्स लाग्छ भनेर बुझौँ है अर्को छ सान्तोसु सानवा निहोङ्गो गा जोजु देश सन्तोषजी चाहिँ जापानिज भाषामा चाहिँ के छ त पर्फेक्ट छ जोजु देश जोजुको अगाडि पनि के भयो त गा पार्टिकल्स लाग्यो ऊ चाहिँ पर्फेक्ट छ अर्को चाहिँ नहुन पनि सक्छ हेता देश हैन अथवा रिता सान वा निहोङ्गोका हेता देश रिताजी चाहिँ के छ त निहोङ्गोमा अलिकति हेता छ त्यति जान्दैन हो यस्तो ठाउँमा जान्छ जान्दैन यस्तो ठाउँमा पनि के हुने भयो त गा भन्ने पार्टिकल्सको प्रयोग हुने भयो है आसोकोनी कम्बिनी गाडीमा चाहिँ आसोकोनी भनेको त्यहाँ कम्बिनी भनेको चाहिँ पसल हैन कन्भिनियन्स स्टोर भन्छ यदि कन्भिनियन्स स्टोर भनेर बुझ्नु नभने पसल भनेर बुझ्नुस् 24 आवर अथवा सुविधा सम्पन्न पसल भन्ने हुन्छ गा आरिमास र इमास भन्नेको फरक चाहिँ के छ भने एउटा निर्जीव वस्तुलाई छ भन्न पर्यो भने आरिमास सजीव वस्तुलाई छ भन्न पर्यो भने इमास है 10 लेसनमा पढिन्छ यो आरिमास र इमासको फरक चाहिँ यो है सजीव वस्तुलाई छ भन्न पर्यो नि आरिमास र निर्जीव वस्तुलाई छ भन्न पर्यो नि इमास हो उ त्यो ठाउँमा चाहिँ केही चिजहरू अब अरू यतातिर दायाँ बायाँ सम्झिँदै छोडिदिनुहोस् आरिमास र इमासको अगाडि गा भन्ने पार्टिकल लाग्छ कुनै पनि अब्जेक्टको पछाडि र आरिमास र इमासको अगाडि चाहिँ के लाग्छ त गा भन्ने पार्टिकल्स लाग्छ बगैँचामा बिरालो छ हो निवानी नेको गा इमास है त्यो भएको हुनाले जहाँ पनि आरिमास र इमास आयो भने गा भन्ने पार्टिकल्स लाउनु अर्को इक्जाम्पल पनि रहेछ निवानी नेको गा इमास निवामा चाहिँ के छ बगैँचामा नेको भनेको बिरालो गा पार्टिकल्स इमास र आरिमासको अगाडि चाहिँ जहिलेसुकै गा भन्ने पार्टिकल्स लगाउनुहोस् है त ढुक्कले केही सोच्नै परेन वातासिउगा है 13 लेसनको छ यो चाहिँ इन दुईटा 10 लेसनको थियो भने यो चाहिँ 13 लेसनको छ वातासिवा म चाहिँ अथवा मलाई कुरुमागा होसी देश होसी भनेको आवश्यकता वान्ट आई वान्ट अ कार वान्ट चाहना अथवा आवश्यकता हैन कुरुमागा होसी देश भनेको मलाई चाहिँ कारको आवश्यकता छ आवश्यकताको अगाडि होसीको अगाडि पनि के लाग्ने त गा भन्ने पार्टिकल्स लगाइदिने है वातासिवा कुरुमागा होसी देश वातासिवा खानोजोगा होसी देश मलाई गर्लफ्रेन्डको आवश्यक छ वातासिवा इएगा होसी देश मलाई चाहिँ के छ त इएको आवश्यकता छ हैन वातासिवा केइताइगा होसी देश मलाई मोबाइलको आवश्यकता छ हो ओके अर्को छ 18 लेसनतिर गएपछि आउने पार्टिकल्स यो गा नै एकैसरी दे नै ओके अर्को छ 18 लेसन्सतिर 18 लेसन्समा आउने पार्टिकल छ गा पार्टिकल्स लाग्ने पार्टिकल छ हैन त्यसको इक्जाम्पल हेरौँ मिरा सान वा मिराजी चाहिँ कुरुमानो भनेको गाडीको अथवा कारको उन्तेन भनेको ड्राइभ हैन ड्राइभ गा भन्ने पार्टिकल्स लाग्यो देकिमास भनेको सक्छु हैन सक्नुहुन्छ हैन सक्छु
अब यसले भन्न खोजेको के हो भने मीरा सानले चाहिँ गाडीको उन्तेन गाडी चलाउन सक्नुहुन्छ हो देखिमास भनेको यहाँ सक्नुहुन्छ भन्ने अर्थ लागेको छ है यहाँ चाहिँ के छ त सक्नुहुन्छ मीराजीले चाहिँ के भन्छ त गाडी चलाउन सक्नुहुन्छ हो उसको खुबीको कुरा हो नि त हैन क्षमताको कुरा त्यसको अगाडि पनि गा पार्टिकल्स लाग्यो हैन हरिजीले चाहिँ गिटार बजाउन सक्नुहुन्छ हरिसान वा गीता हो हिकु कोतोगा देखिमास अथवा गीता हो गीतागा देखिमास अथवा गीता हो हिकु कोतोगा देखिमास हैन रामसान वा डान्स हो सुरु कोतोगा देखिमास रामसानले चाहिँ डान्स गर्ने कुरा चाहिँ सक्छ भयो यस्तो ठाउँमा चाहिँ के हुन्छ देखिमासको अगाडि पनि के हुन्छ गा पार्टिकल्स लाग्छ है यसलाई चाहिँ के गरौँ अलिकति मातोमै गरेर हेरौँ त सुकी ज्यौजु वकारीमास देखिमास आरिमास इमास होसी अथवा यिनीहरूको नेगेटिभ भनौँ सुकीको किराई ज्यौजुको हेता वकारीमासको वकारीमासेन देखिमासको देखिमासेन आरिमासको आरिमासेन इमासको इमासेन होसीको होसीको नै यस्ता चिजहरू पर्सनल रूपमा म्याटर राख्ने यस्ता विषयवस्तु अथवा यस्तो किसिमको भवको अगाडि चाहिँ के गरौँ त भन्दाखेरि गा पार्टिकल्स लगाइदिउँ है त बुझ्यो ओके ल प्र्याक्टिस गर्दै गएपछि अझै तपाईँहरूलाई सम्झिन सजिलो हुन्छ है ओके लास्टमा छ यो या भन्ने पार्टिकल्स है ओके यो पार्टिकल्स चाहिँ एकदमै सजिलो है सबैभन्दा सजिलो भनेको या भनेको चाहिँ हिरागानामा या लेखेको छ तर यो प्रोनाउन्स पनि या नै भनिन्छ यसको अर्थ चाहिँ र अथवा एन्ड भन्ने लाग्छ हो या भनेको तर यो चाहिँ बुझ्दाखेरि चाहिँ के हुन्छ भने यो या चाहिँ जहिले सुकी नादोसँग आउँछ र यसको अर्थ चाहिँ यो कमा छ नि यो यस्तो किसिमको कमा भन्ने अर्थ हो खासमा है बुझ्नुभयो जस्तै कस्तो ठाउँमा नादो आउँछ त नादो भनेको इटिसी नेपाली इङ्ग्लिस भन्छ नि इटिसी नेपालीमा भन्दा इत्यादि बुझ्नु है एकदम बुझेपछि सजिलो हुन्छ जस्तै तपाईँको रुममा के छ भनेर कसैले सोध्यो भने तपाईँको रुममा के छ भनेर सोध्यो भने के भन्नुहुन्छ दुईटा चिज मात्र त छैन होला रुममा त बिस्तारा र हैन सिरक र डसेना छ अथवा बिस्तारा र ग्यास छ त भन्नुहुन्न होला हैन रुमभित्र त के छन् धेरै चिजहरू छन् त्यस्तो धेरै चिजहरू भन्दाखेरि चाहिँ हामीले इङ्ग्लिसमा अथवा नेपालीमा भन्दाखेरि पनि त्यही भन्दैनौँ बिस्तारा छ चुलो छ पानीको बाल्टी छ लगायतका वस्तुहरू छन् अथवा इत्यादि छन् भन्छ नि इङ्ग्लिसमा भन्दा नि कमा कमा अनि लास्टमा इटिसी भन्छौँ हैन नेपालीमा भन्दा नि त्यही हो यो छ यो छ यो छ कमा 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 दिँदै गएर इत्यादि भन्छौँ हो र सबै भन्न चाहिँ सम्भव नभएपछि एउटा दुईटा भनेर इत्यादि भन्छौँ यो या र नादोको प्रयोग पनि सेम त्यही हो एउटा इक्जाम्पल हेरौँ खाबाङ नो भनेको झोलाको हैन झोलाको नाकानी भनेको भित्रपट्टि अथवा भित्रतिर यो नि भन्ने पार्टिकल्स पढिसक्यो अब त लगभग सबै पार्टिकल पढिसक्यो है भित्रपट्टि अथवा भित्र नानीगा भनेको के आरिमासका भनेको छ झोलाको भित्र के छ के छ नोट कपी छ किताब छ डिक्सनरी छ पेन छ पेन्सिल छ इरेजर छ कटर छ रुमाल छ अलिअलि पर्स छ पैसा छ जे पनि छ नि के छ त्यस्तो कन्डिसनमा के गर्ने नोतो या नोट र भनेपछि हुन्छ त नोट कमा होन किताब नादोगा आरिमास भनेको इटिसी अथवा इत्यादि झोलामा के छ नोट किताब लगायतका वस्तुहरू छन् भन्नु पर्यो नि नोतो या होङ नादोगा आरिमास भनेर बुझ्नु पर्यो हो यो चाहिँ जहिले सुकी के गर्नु पर्यो त भन्दा डट 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 या डट 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 नादोसित आउँछ यो या यसको अर्थ चाहिँ र भन्ने हो जस्तै यहाँ पनि नोट र किताब लगायतका वस्तुहरू छन् भनिन्छ अथवा कमा अथवा र भन्ने एन्ड भन्ने चाहिँ बुझ्नु पर्यो है त बुझियो ओके ल यो दुईटा भिडियो हेरेर पार्टिकल्स बुझिएन भने
है। दुईटा भिडियो हेरेर पार्टिकल्स बुझेन भने बुझेन सेन्सै भनेर मलाई म्यासेज गर्नुहोस्, कमेन्ट गर्नुहोस्। म फेरि एकदम स्पेसल्ली एउटा मात्रै पार्टिकल्सको भिडियो बनाइदिन्छु जुन बुझिँदैन त्यसैको। र यदि यो भिडियो दुईटा भिडियो 2-3 चोटि हेर्दाखेरि पनि मेरो चाहिँ उसको भिडियो प्लस 2-3टा भिडियो हेरेर पनि बुझेन भने चाहिँ तपाईँको लागि चाहिँ यो जापानिज भाषा चाहिँ होइन भन्ने बुझ्दा पनि हुन्छ है।